नमस्कार, म अनिश कतिवटा पूर्वेली बेकिङ एकाडेमीको सेफ। बेकरीका कुराहरू गर्दै जाँदाखेरि बेकरीकै टपिकमा आज मैले एउटा टपिक लिएर आएको छु। एउटा बेकरीकै प्रोडक्ट जुन जहाँ पनि उपलब्ध हुन्छ, जहाँ ठुला ठुला ओभनहरू नभएको ठाउँमा पनि उपलब्ध हुन्छ, सानो किराना पसलमा पनि पाइन्छ र त्यसको ठुल्ठुलो पसलहरू पनि छन्। त्यसको नाम गरेर पनि पसलहरू छन् धेरै नेपालमा र त्यो जहाँ पनि हाट बजारदेखि लिएर बेकरीदेखि लिएर किराना पसल बेकरी सबैहरू सबैतिर पाइन्छ। हाम्रो सबैजनाको भान्सामा हामीले उपलब्ध एकदम सजिलो तरिकाले बन्ने बेकरीको एउटा आइटमको बारेमा आज कुरा गर्न गइरहेको छु। त्यो छ डुनट्स। के हजुरलाई थाहा छ डुनटको नाम डुनट कसरी रहन गयो र त्यसको बिचमा होल किन बनाइन्छ? आउनुहोस् आज यसको विषयमा चर्चा गरौँ। डुनटको सुरुवात चाहिँ 16औं 17औं शताब्दीदेखि सुरु भएको मान्यता छ। डच मानिसहरूले चाहिँ यसको सुरुवात अथवा आविष्कार नै भनौँ त्यो गरेको मान्यता छ। सुरुमा चाहिँ डच मानिसहरूले चाहिँ पिठोको डल्लो बनाएर त्यसलाई तेलमा तारेर चाहिँ एउटा परिकार बनाउनलाई सुरु गरेका थिए। अनि त्यो डल्लो ठुलो हुने भएको कारणले तेल धेरै सोसिने, भित्रको भाग नपाक्ने कारणले चाहिँ त्यसलाई परिमार्जित गर्दै जाँदाखेरि चाहिँ बिचको भागमा चाहिँ नट्सहरू हालेर ओखरहरू भयो अथवा बदामहरू भयो नट्सहरू हालेर बनाउनलाई सुरु गरेका थिए। अनि पछि त्यसको त्यो सुरुवात हुँदै जाँदाखेरि चाहिँ पछि चाहिँ पिठोको डल्लोलाई डो भयो। अनि त्यसपछि बिचमा नट्स हुने भएको कारणले गर्दाखेरि चाहिँ त्यसलाई डुनट्स भन्न सुरु गरिएको थियो। पछि अब 16औं 17औं शताब्दीबाट सुरु हुँदै गएपछि त्यसरी नट्सहरू हाल्दाखेरि पनि त्यो बिचको भाग अलिक मजाले नपाक्ने, तेलहरू धेरै सोचिने भएको कारणहरू चाहिँ त्यो चाहिँ समाप्त भएको थिएन। पछि 18औं शताब्दी अथवा 18औं शताब्दीको बिचतिर पुग्दाखेरि चाहिँ डोनट्सको चाहिँ बजार चाहिँ एकदम धेरै फैलिरहेको थियो। फैलिरहँदाखेरि चाहिँ त्यो बेलामा त कतै आवत जावतको लागि त पानी जहाजहरू हुन्थ्यो। त्यो बेलामा गाडीहरू त खास धेरै बनेका थिएनन्। अनि आवत जावत गर्ने क्रममा चाहिँ ठुल्ठुलो जहाजहरूमा चाहिँ पकाउनलाई पनि सहज हुने, खानलाई पनि मिठो हुने कारणले गर्दाखेरि चाहिँ व्यापक भइसकेको थियो। तर त्यो बिचमा नपाक्ने, ठुलो हुने, तेल सोच्ने समस्या चाहिँ रहि नै रहेको थियो। पछि हुँदै जाँदाखेरि 18औं शताब्दीको बिचतिर पुग्दाखेरि चाहिँ त्यसलाई चाहिँ अब कोही हुनुहुन्थ्यो सेफले फेर त्यसले बनाउँदाखेरि चाहिँ बिचमा चाहिँ नपाक्नेको लागि चाहिँ त्यसले नपाकेको भागलाई चाहिँ निकालेर फालेर फेरि तार्दाखेरि चाहिँ त्यो चाहिँ मजाले भित्रको भाग पनि मजाले पाकिएको कारणले गर्दा चाहिँ त्यहाँबाट चाहिँ बिचमा होल बनाएर त्यसलाई तार्ने चाहिँ त्यो सुरु हुन थाल्यो। त्यसरी नै हुँदै जाँदाखेरि चाहिँ अहिले चाहिँ डोनटमा चाहिँ बिचमा होल हुन थालेको छ। डोनट बनाउँदाखेरि चाहिँ डोनटको डोको सही प्रुफिङ, तेलको तापक्रम र टाइम मिलेन भने चाहिँ के अरे डोनट बनाउँदाखेरि भित्र काँचै रहने, तेल बढी सोच्ने हुनसक्छ। बेकरीको यस्तै परिकारहरूको बारेमा जानकारी लिनको लागि चाहिँ पूर्वेली बेकिङ एकाडेमीलाई आज सम्पर्क गर्नुहोला। हजुरहरूलाई चाहिँ बेकरीको कुनै पनि प्रोडक्ट सम्बन्धी यस्तै जानकारी लिनु मन छ भने मलाई कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। धन्यवाद। ह्याप्पी बेकिङ, ह्याभ अ गुड डे।